sir. Okay. Thank you so much. So, yes, of course. Sure. Let's go on a ride. So we're going for a test ride in MG S5. So hello guys, this is Sandy र Sandy Travel Vlogs मा तपाईं सबैजनालाई स्वागत गर्दै आज म एउटा नयाँ ब्लग लिएर आएको छु जसमा हामीले न्यू प्रोडक्ट रिभ्यू गर्नेवाला छौं र आज म आएको छु MG को शोरूममा र लेट मी इन्ट्रोड्युस मिस्टर सनी। उहाँले हामीलाई यो प्रोडक्टको बारेमा र प्रोडक्टको मोर ब्रिफ र यसको फिचरको बारेमा अलिकति बताउनुहुन्छ। सो लेट मी प्रेजेन्ट यु सनी। हेलो नमस्ते, वेलकम टु Sandy Dai's vlog। And today हामीले चाहिँ के गर्दैछौं भन्दाखेरि आज द न्यू vehicle which MG just launched MG S5 को चाहिँ डिटेल हैन कि ब्रिफ रिभ्यू चाहिँ गर्दैछौं। डिटेल रिभ्यू चाहिँ हाम्रो सन्दीप दाइले लेटर लिएर आउँदै हुनुहुन्छ। सो स्टार्टिङ विथ द इन्ट्रोडक्सन अफ दिस कार, MG S5 चाहिँ हाम्रो पुरानो MG ZS को सक्सेसरको रूपमा हामीले लन्च गरेको छौं नेपालमा। अनि बेसिकली यो गाडी चाहिँ तीनटा भेरिएन्टमा अवेलेबल छ। ब्याट्रीको कुरा गर्नु पर्दाखेरि चाहिँ दुईटा भेरिएन्ट भयो। सो यो गाडीको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ वी हैव 3 डिफरेन्ट भेरिएन्ट्स यो गाडीमा चाहिँ इन्ट्रोड्युस गरेको। फर्स्ट 2 भेरिएन्ट्स कम विथ 49 किलोवाट आवरको ब्याट्री र टप भेरिएन्ट चाहिँ हाम्रो 62.2 किलोवाट आवरको ब्याट्री आउँछ, जुन चाहिँ एमजीले चाहिँ क्याटलसँग कोलाब गरेर बनाएको ब्याट्री हो। सो प्राइसको कुरा गर्नु पर्दाखेरि चाहिँ द बटम 2 भेरिएन्ट्स 49 किलोवाटको चाहिँ बेस भेरिएन्ट कम्फर्ट जुन चाहिँ हामीले भन्छौँ त्यसको प्राइस चाहिँ हामीले 4399 राखेको छौँ भने दिस स्पेसिफिक कार विच इज 49 किलोवाट आवर ब्याट्री लक्स भेरिएन्ट 4999 मा प्राइसिङ गरेका छौँ। त्यसै गरी हामीले 62 किलोवाटको टप भेरिएन्टको गाडीको कुरा गर्नु पर्दाखेरि चाहिँ प्राइसिङ चाहिँ 5499 राखेको छौँ। लाइकवाइज ब्याट्री अनुसारले रेन्ज पनि डिफरेन्ट छ। 49 किलोवाट आवरको ब्याट्रीले हजुरलाई 340 किलोमिटर्स विच इज WLTP रेन्ज हामीले क्लेम गरेको छौँ भने 62.2 किलोवाट आवर ब्याट्रीमा चाहिँ 430 WLTP किलोमिटरको रेन्ज चाहिँ हामीले क्लेम गरेको छौँ। अनि गाडीको बारेमा अरू कुरा गर्नु पर्दाखेरि चाहिँ जस्ट लाइक इन्टेरियर हेर्नुहुन्छ भने चाहिँ इट्स प्रिटी मच स्पेसियस, एकदम स्पेसियस छ। यु हेभ गट लाइक 12.6 इन्चेसको स्क्रिन, तपाईँले 12.25 इन्चेसको तपाईँको इन्फोटेनमेन्ट स्क्रिन पाउनुहुन्छ, लेदर सिट्स पाउनुभयो, लेदर स्टेयरिङ पाउनुभयो, लाइकवाइज हिटिङ सिट्स र हिटिङ स्टेयरिङ पाउनुभयो, 360 क्यामेरा, लेभल 2 ADAS। अनि हाम्रो मेजर USP भनेको यो गाडीमा चाहिँ स्याटेलाइट नेभिगेसन छ। Another USP is we have internet connectivity with the car, जसले गर्दाखेरि चाहिँ we have provided you guys 3 inbuilt app just like YouTube, TikTok र हजुरको Spotify, जुन चाहिँ तपाईँले 3 years सम्म चाहिँ फ्री सब्सक्रिप्सन पाउनुहुन्छ। अनि लाइकवाइज यो टेक्नोलोजीको कुरा गर्नु पर्दाखेरि हाम्रो अर्को USP भनेको चाहिँ हाम्रो iSmart एप हो, जुनले गर्दाखेरि चाहिँ तपाईँको गाडीको स्टेटस चेक, ब्याट्री हेल्थ चेक, तपाईको गाडीको करेन्ट कन्डिसन, प्री एसी अन गर्नेदेखि लिएर गाडी अनलक लक गर्नेदेखि लिएर साथमा एउटा नयाँ फिचर आएको छ जुन चाहिँ हामीले ब्लुटुथ की भनेर भन्छौँ। जुन चाहिँले गर्दाखेरि चाहिँ इफ यु फरगट यो की घरमै र तपाईँले गाडीको नजिक गएर थाहा पाउनु भयो भने चाहिँ यु डोन्ट ह्याभ टु गो ब्याक टु योर हाउस, टेक योर की एन्ड कम ब्याक। तपाईँसँग फोन छ र iSmart एप कनेक्ट भएको छ गाडीमा भने यु क्यान जस्ट युज योर फोन एज अ की and you can drive. So that's a great USP, right? So यदि एज ए बायर्स हामीले अगर कस्टमर्सलाई भन्नु पर्यो भने can you say कि कुन चाहिँ 5 points हो जसले गर्दा why I choose MG S5 EV? दाइ अब यो कुरामा चाहिँ अब सबजनाको मान्छेको टेस्ट हैन हजुरको प्रेफरेन्सहरु डिफरेन्ट आउन सक्छ होला। म चाहिँ खाली यो गाडीको सेगमेन्ट, प्राइस सेगमेन्ट र हजुरको पावर डेलिभरी सेगमेन्टसँग कम्पेयर गर्नु पर्दाखेरि चाहिँ अब डिटेल तपाईको कम्पेरिजन चाहिँ म गर्दिन। जस्ट म तपाईलाई के बुझाउँछु भन्दाखेरि चाहिँ why I like this car over other cars भनेर भन्नु पर्दाखेरि चाहिँ फर्स्ट एन्ड फरमोस्ट थिङ भनेको चाहिँ रियर व्हील ड्राइभ।
अब एज अ ड्राइभ इन्थुजियास्ट पर्सन होइन, आई नो हाउ फ्रन्ट व्हिल ड्राइभ एन्ड रियर व्हिल ड्राइभ रियाक्ट्स होइन, तपाईँको गाडीको कसरी रियाक्ट गर्छ भन्दाखेरि तपाईँको बेसिकली अब हजुरले बुझ्नु पर्दाखेरि चाहिँ गाडी अगाडिबाट तान्ने र पछाडिबाट ठेल्नेमा कतिको डिफ्रेन्स हुन्छ, यु क्यान जस्ट नो बेसिकली होइन। अब त्योभन्दा अर्को चाहिँ के हुन्छ रियर व्हिल ड्राइभले भन्नु पर्दाखेरि चाहिँ हजुरको जुन चाहिँ कन्ट्रोल, जुन चाहिँ स्टेबिलिटी र जुन चाहिँ तपाईँलाई कन्फिडेन्स आउँछ नि गाडी कुदाउँदाखेरि, राइट, तपाईँको स्ट्रेट वे होस् अथवा कर्नर्स होस् होइन, जुन बाटो जाँदाखेरि नि यु हेभ अ बेटर कन्फिडेन्स अन ड्राइभिङ। अनि सेकेन्ड कुरा गर्नु पर्दाखेरि यसको मल्टिलिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन, नट जस्ट अ मल्टिलिङ्क, 5 लिङ्क सस्पेन्सन छ यसमा, जसले गर्दाखेरि तपाईँको ड्राइभ एकदमै कम्फोर्टेबल हुन्छ। अल टेरेन जहाँ जानु, ग्राभल रोड जानु, लाइक तपाईँको टारम्याकमा कुदाउनु होइन, एसफल्टमा कुदाउनु, यु हेभ अ भेरी स्टेडी कार यु हेभ। अनि थर्ड थिङ भनेको जुन चाहिँ मैले अघि नै पनि भने ब्याट्री, विच इज लाइक कोलाबोरेटेड विथ क्याटल होइन, वर्ल्डको हाइएस्ट ब्याट्री म्यानुफ्याक्चरर, जसले अहिलेको रिसेन्ट टेक्नोलोजी यस्तो अपग्रेड भइरहेको छ कि अहिले एमजी र क्याटलले मिलेर के गरेको छ भन्दाखेरि वर्ल्डको थिनेस्ट ब्याट्री प्रोडक्सन गरेको छ, जसको हाइट जम्मा 110 mm को छ। जसले गर्दाखेरि चाहिँ तपाईँलाई द क्याबिन स्पेस यु आर गेटिङ होइन भित्र, त्यसको पहिलो कारण भनेको चाहिँ ब्याट्री साइज हो। एन्ड इट्स अल्ट्रा सेफ अहिलेको। अनि थर्ड कुरा भन्दाखेरि चाहिँ एमएसपी प्लेटफर्म हो यसको, मोड्युलर स्केलेबल प्लेटफर्म भन्छ एमजीले चाहिँ, विच स्ट्यान्ड्स फर एमएसपी। त्यसले गर्दाखेरि नै हो जुन चाहिँ ब्याट्रीलाई त्यस्तो राम्रो स्पेस र त्यस्तो फ्लेक्सिबिलिटी पाएको कि जस्तो सानोभन्दा सानो चिजलाई पनि कम्प्याक्ट गरेर तपाईँलाई भित्र चाहिँ स्पेसियस फिल दिएको छ। फिल मात्र होइन, यु क्यान एक्चुली सी हाउ स्पेसियस दिस कार इज, राइट। सो यो चाहिँ हामीले अहिले करेन्टली हाम्रो कहाँ कहाँमा अभाइलेबल छ, मतलब हाम्रो डिलर नेटवर्क कतिवटा छ जसले गर्दा हामीले कस्टमर्सहरूलाई इजी फर एक्सेस भनौँ न त्यो चिज गर्नलाई सजिलो होस् भन्नलाई? सो अहिले चाहिँ एमजीको 14 डिलर्स छ अल ओभर नेपाल होइन। अनि तपाईँले चाहिँ अहिले रिसेन्टली चाहिँ हजुरले यो गाडी ड्राइभ होम गर्न चाहिँ पाउनुहुन्न। सो हजुरले चाहिँ बुक चाहिँ कम्पलसरी गर्नु पर्यो। किन भन्नुहुन्छ भन्दाखेरि वी हेभ अ लट अफ बुकिङ कमिङ। अनि तपाईँको के कारणले भन्नु भन्दाखेरि चाहिँ भ्याल्यु फर मनी कार भएर जस्तो लाग्छ है मलाई चाहिँ। सो बुक योर कार एज सुन एज पोसिबल। 14वटा नेटवर्क छ हाम्रो अल नेपाल यो गाडी बुक गर्नलाई अथवा हेर्नलाई हजुरलाई। सो हामीले डेलिभरी चाहिँ के गर्दैछौँ भन्दाखेरि चाहिँ मैले तपाईँलाई चाँडो बुकिङ किन गर्नु भनेर भनेको कारण भन्दा चाहिँ वी आर स्टार्टिङ आवर डेलिभरी स्टार्टिङ अप्रिलको फर्स्ट विक। Oh, that's great. That's really a great news, right? Yes. यो गाडी everyone is waiting यो गाडीको लागि कहिले आउँछ कहिले अभाइलेबल हुन्छ भन्दाखेरि launched तर कस्तो थियो भन्दाखेरि we had some waiting period गाडीको डेलिभरीलाई। So the waiting period is also almost over. April first week बाट गाडीको डेलिभरी स्टार्ट हुन्छ। So please visit our outlet as soon as possible. सक्नुहुन्छ भने गाडी टेस्ट ड्राइभ गर्नु, राम्रो लागेको छ भने गाडी बुक गर्नु so that we can deliver your car at a perfect time. Okay, अब लास्टमा एउटा चिज म हजुरलाई सोध्दाखेरिमा यो एक्चुअली हजुरले हामीले यो गाडीको कतिवटा भेरिएन्ट छ र कुन कुन कलरमा अभाइलेबल छ र यसको प्राइसिङ कति छ एक्चुअली बताइदिनु भयो भने चाहिँ इट विल बी मोर क्लियर हुन्थ्यो भनेर हामीलाई। सो गाडीको प्राइसिङको कुरा गर्नु पर्दाखेरि हाम्रो 3टा भेरिएन्ट छ। लाइकवाइज 3टा भेरिएन्टको 3टा डिफ्रेन्ट प्राइस छ। 49 किलोवाटको कम्फर्ट भेरिएन्टको प्राइसको कुरा गर्नु पर्दाखेरि चाहिँ 4399 प्राइसिङ स्टार्ट भएको छ भने लाइकवाइज 49 किलोवाट आवरकै डिलक्स भेरिएन्टको प्राइसिङको कुरा गर्नु पर्दाखेरि चाहिँ 4999 मात्रै छ। त्यस्तै गरी बिगर्स ब्याट्री साइज 62 किलोवाट आवरको गाडीको प्राइसिङको कुरा गर्नु पर्दाखेरि चाहिँ 5499 मात्रै प्राइसिङ राखेको छ हामीले। सो इट्स एन इन्ट्रोडक्टरी प्राइस। अनि इन्ट्रोडक्टरी प्राइस भन्ने बित्तिकै हजुरले बुझिहाल्नु भयो होला वी आर भेरी भेरी मच कम्पिटेटिभ अन द प्राइस। सो यो प्राइसको अब हजुरले फाइदा उठाउनलाई चाहिँ हजुरले चाँडो भन्दा चाँडो गाडी हेरेर चित्त बुझाएर विच इज आई एम 100% स्योर हजुरले चित्तै बुझाउनुहुन्छ होला। चाँडो भन्दा चाँडो आएर टेस्ट ड्राइभ गरेर गाडीको इच्छा आकांक्षा हजुरको एक्सपेक्टेसन्सहरू पुरा गरेर गाडी बुक गरेर यु क्यान टेक यर गाडी। ओके, अनि कलर भेरिएन्ट हाम्रो केमा अभाइलेबल छ? यो कुन कुन कलरमा अभाइलेबल छ? सो यो गाडी 7वटा डिफ्रेन्ट कलर्समा अभाइलेबल छ। अनि हजुरको 7वटा डिफ्रेन्ट कलर भन्नु पर्दाखेरि चाहिँ हजुरको ब्ल्याक, व्हाइट, रेड, ब्लू, अनि हजुरको डार्क ग्रे छ, सिल्भर छ, रेड छ, अनि द न्यू कलर वी इन्ट्रोड्युस्ड इज गोल्ड कलर। Okay, it's come in gold color also. हजुर। Oh wow, that's great.
त्यो चाहिँ हेर्नुको लागि चाहिँ आई एम रियली इन्ट्रेस्टेड, डेस्परेटली इन्ट्रेस्टेड भनौँ न। सो हाम्रो एक्सपेक्टेसन पनि राम्रै छ त्यो गोल्ड कलरमा। सो यु हेभ टु स्टे ट्युन र सन्दीप दाईको नेक्स्ट ब्लग चाहिँ हेर्न नबिर्साउनु होला, जसले चाहिँ तपाईँहरूलाई गोल्ड कलरको गाडी चाहिँ 100% देखाउँछ। Okay guys, so overall तपाईले इन्फर्मेसन पाइसक्नुभयो होला। He give you all the information about MG S5 EV र उहाँले one of the best things जो मेरो ब्लगबाट खुलिएको छ कि हामीले डेलिभरी कहिले पाउँछौँ, इट्स इन अप्रिल फर्स्ट विकमा। सो नबिर्सिनु होला कि बुकिङ गर्न इज भेरी इम्पोर्टेन्ट, बिकज फर्स्ट इन फर्स्ट सर्भिस इज भेरी इम्पोर्टेन्ट है। फर्स्ट बुकिङ जसले गर्छ फर्स्ट सर्भिस पनि त्यसैले पाउँछ डेलिभरीको है। सो फर्दर मोर डिटेलको लागि चाहिँ हेर्दै गर्नु होला स्यान्डी ट्राभल ब्लग्स। तपाईँले केही भन्नु छ सनीजी? सबसे इम्पोर्टेन्ट चिज लाइक शेयर एन्ड सब्सक्राइब। अनि दाइको ब्लग चाहिँ कस्तो लाग्यो होइन, डु कमेन्ट। Sure. Thank you so much. Thank you so much. See you soon. Bye bye. Bye. Hello, good morning, namaste. Let me introduce. Get my video.